सुशान्त वैदिकज्यू, त्यसै गरी मान्य प्रतिनिधि सभाको विशिष्ट अतिथिज्यू र राष्ट्रिय सभाका सदस्यज्यू, त्यसै गरी उपभोक्ता यातायात महासङ्घका अध्यक्षज्यू, वन महासङ्घका सचिवज्यू, निजी पारिवारिक जीवनका अध्यक्षज्यू र नगर विकास कोषका सुभाषज्यू र यसै गरी सङ्घ संस्था पाल्नु भएका त्यसपछि राष्ट्रिय सांसदिक नेपाली सशस्त्र महासङ्घका पदाधिकारी सदस्यज्यूहरू र हलमा उपस्थित हुनुभएका प्रत्येक देशैभरिबाट नेपाली उपभोक्ता संस्थाबाट पाल्नुभएका अध्यक्ष तथा प्रतिनिधिहरूलाई महासङ्घको तर्फबाट न्यानो अभिवादन गर्छु। हामी बन्द सत्रमा धेरै कुरा गर्नेछौँ। प्रमुख अतिथि अत्याधिक हतारमा हुनुहुन्छ र आज विशेष टाइम दिएर आउनुभएको छ र महासङ्घको प्रतिनिधित्वको हिसाबले हामी सबै छात्र सङ्घ महासङ्घ छात्र सङ्घको तर्फबाट पनि धेरै कुरा राख्नुभएको छ। यातायात महासङ्घ, वन महासङ्घ, निजी पारिवारिक पक्षबाट र हाम्रा एउटै उद्देश्य लक्ष्य छन्। यो हामी पनि योभन्दा पछि पनि बसेर सहकार्य गरेर अगाडि बढ्ने नै छौँ। मैले दुईवटा कुरा मात्रै राखेँ आज प्रमुख अतिथि हुँदा। तपाईँ हामीले एउटै कुरा राख्नुपर्छ, एउटै कुरा बुझ्नुपर्छ। हामी सामाजिक क्षेत्रमा लागेका छौँ, सामाजिक कामको दायित्व बोकेका छौँ। त्यो दायित्वभित्र मैले धेरै एक्सर्साइज गरेको छु। त्यो बन्द सत्रमा हामी सबै छलफल गरौँला, अझै जानकारी कसरी बढाउने होला, आज महासङ्घलाई कसरी बढाउने, तपाईँ हामी आज तपाईँको गरेको मूल्याङ्कन कसरी हुन्छ भन्ने कुराको पछि समीक्षा गरौँला। र विशेषतः यो अहिलेको जल्दोको हिसाबले हामीलाई दुई-तीनवटा कुरा छ। दुई-तीनवटा कुरा प्रतिनिधिमा सदस्यजीले सुशान्त वैदिक म अत्याधिक नजिकबाट सानैदेखिबाट चिन्ने भएको हुनाले पनि अहिले फेरि अर्थ समितिको सदस्य भएको हुनाले उहाँ विशेष त तपाईँको अर्थविज्ञ भएको हुनाले पनि लुम्बिनी प्रदेशको प्रमुख अर्थविज्ञको प्रमुख भएर पनि उहाँले लुम्बिनी प्रदेशलाई सहायता गर्नाले आज हामीले मान्य पाएका छौँ। र त्यो मान्य पनि त्यो अर्थ मन्त्रालय अन्तर्गत उहाँले बजेट विनियोजन गरिराखेको बजेट बनाउँदा अब ठुलो भूमिका रहेको हुनाले उहाँले बारम्बार अनुरोध गरिसकेपछि हाम्रा मुद्दाहरू उहाँले गहन एकदम गहिरो ढङ्गले अध्ययन गर्नुभयो र त्यसपछि केही न केही त उहाँको मुद्दा समावेश गर्न सकिन्छ है भन्ने खालको उहाँको आश्वासन आएको छ। हामीले यदि 15 गतेपछि देखौँला त्यो सबै कामहरू हो। त्यसपछि हामी उहाँलाई धन्यवाद दिनुपर्ने, के दिनुपर्ने हो। सबै अहिलेसम्मको देशैभरिमा हामीले त्यो भोगिरहेका पीडा समस्याहरू छन्, ब्याज दरका कुरा छन्, विद्युत वसुलका कुरा छन्, आयकरका कुरा छन्। स्टेप बाई स्टेप जाँदा हामीले आन्दोलन होइन, हामीले उहाँहरूलाई बुझाउन जरुरी छ। अहिले कहाँ उहाँले हामी के गर्छौँ भनेर आएको नयाँ शक्ति छ कि नयाँ जेनेरेसन छ कि नयाँ जेनेरेसन हामीले सिकाउन जरुरी छ। यद्यपि हामीले कतै हाम्रो तर्फबाट हामीले बुझाउन सकेनौँ भने त्यो एजेन्डा मुद्दाहरू ठिक ढङ्गले ठाउँमा जान नसक्नु। त्यस कारणले आज जसरी हामीले प्रमुख अतिथि हेर देख्ने बेला कसैले कहाँ के भन्न सक्ला, प्रमुख अतिथि जसरी आउनुभएको छ उहाँले भन्नै नसक्ने कुरा हो। तर हामी आफमा दुःख के छ भन्नुहुन्छ भने हाम्रा मुद्दाहरू कर हामीलाई जो लागिरहेको छ सेवामूलक संस्थामा लागिरहेको 25% कर छ, त्यो विषयमा गम्भीर हुनुहुन्छ लाग्छ। 15 गतेपछि हाम्रो बजेट भाषणमा 15% कर छुट हुन्छ हामी विश्वस्त छौँ। र मैले कार्यक्रममा अन्त नगर्दै मैले प्रमुखजीलाई आज फेरि के हुन्छ भन्नुहुन्छ नि यो हामीले गरेको सम्मान प्रमुख दिदीका हातबाट गएपछि हामीले दिँदा पनि एउटा खालको मोज हुन्छ भन्ने हिसाबले पनि मैले कार्यक्रम समापन नगर्दै यो प्रमाणपत्र यो हामीले सम्मान गर्ने त्यो साथीहरू हुन्छ, सम्मान गर्ने साथीहरूलाई सम्मान गरिदिनका लागि आजका प्रमुख अतिथि र नाम नलिँदै नआउनको लागि मैले हाम्रो कार्यक्रम सञ्चालक वरिष्ठ उपाध्यक्ष रामचन्द्र दाईलाई पनि अनुरोध गर्छु।